देवी भागवत नीलहरि कृष्ण देवी भागवत दशम कंद। आदा छौ सकलकी जगदम्ब माता, छौ भक्त वत्सल तिमी सबकी विधाता। सचित स्वरूप तिमी निर्मल निर्विकार, कुटस्थ छौ भगवती करुणा अवतार। जन्मादिले रहित छौ तर काम पर्दा, धार्छौ स्वरूप जनले स्तुति ध्यान गर्दा। लक्ष्मी सरस्वती तिमी जगदम्ब काली, सद्भक्तका सदय छौ रिपुमा कराली। हे भैरवी त्रिपुरा सुन्दरी उग्रतारा, मातङ्गिनी भगवती वन दैत्य मारा। सागम्बरी भई अघि सब लोकलाई, दुष्कालमा जय गर्यौ फल साग खुवाई। जो गर्छन् स्मरण नित्य परे, जपेर नाम हुन्छन् अवश्य जनती परिपूर्ण काम। मार्यौ शुम्भ निशुम्भलाई रणमा, राम्रै भलो होस् भनी। हाम्रै खातिर रक्त बीज सठको, निर्जीव पार्यौ पनि। काट्यौ चण्ड र मुण्डलाई रिसले, गर्जेर सातो हरि। भस्मै भो स्वट धूम्र लोचन खुसी, हुङ्कारले नै गरी। हौ वृत्रासुर नाशिनी सकलकी प्राण स्वरूपा तिमी, तिम्रो दिव्य चरित्र जान्न मनले सक्दैन कोही पनि। पृथ्वी वायु आकाश तेज जल हौ विश्वरूपा अनि। नक्षत्र ग्रह सूर्य चन्द्र बिजुली, हौ ज्योति रूपा पनि। गायत्री र सरस्वती भगवती स्वाहा स्वधा दक्षिणा, तिम्रै हुन् सबै विभूति र सबैमा हुन्छ आराधना। हे देवी जय होस् प्रसन्न हुनुहोस्, सङ्कष्ट सारा हरि। हाम्रो रक्षण गर्नुहोस् असुरको संहार चाँडो गरी। सक्दैनन् महिमा बखान्न प्रभुको, श्री शेषले नै पनि। गर्छौँ केवल यो प्रणाम पदमा, माता खुसी हौ भनी। देवताको स्तुति प्रार्थना सब सुनि, देवी खुसी भई अति। आज्ञा भो करुणा गरेर सबमा, आनन्द पारी मती। देवता दैत्य मनुष्य पक्षी पशुआ, सहस्रात्रबाटै पनि। त्यो मर्दैनन् र उर्लदो छ वरले, झन्छन् घमण्डी बनी। तस्मात् गर्दछु केही उपाय म यहाँ, त्यसलाई मार्ने भनी। देखाइन् रमिता जगत जननीले, आश्चर्य लाग्दो अनि। निहारी देवताका मुख सदय भई शान्त मनले, गरिन् एउटा राम्रो चटक सहसा योग बलले। उठाइन् आफ्नो त्यो कर अनि त्यसैबाट भमरा, निकालिन् हजारौँ सब मुलुक ढाक्ने अति खरा। तिनैद्वारा सारा क्षय हुन गए दानवहरू, लगार्दै पातालैतका पनि पुगे ती कति अरू। न बाँडै हान्नाको न त समरको झन्झट भयो, तमासैले सारा
अमरगणको सङ्कट गयो। मरे हा गर्दै प्रलभ पनि ती दानवगण, निभाए टोकेरै भमरहरूले ती सबकन। तुरुन्तै देवीमै सब भएलिन् अनहरी, गरे देउताले जन स्तुति भगवतीको खुसी भई। निभायौँ पापी दानवहरूलाई यस गरी, गर्यौँ रक्षा हाम्रो प्रकट भई आपत सब हरि। भवानी हे दुर्गे अमरगण तिम्रा शरणमा, परेका छौँ रक्षा पछि पनि गरेलौ बखतमा। ब्रह्माजीलाई मधुकैटभले सताउँदा हुँदी उपाय कुनै नपाई, अत्यासले तब जगाउन विष्णुलाई, गर्दा भए हजुरको स्तुति हो सपाई। काली स्वरूप र प्रभुले अनि विष्णुलाई झट्टै जगाइदिनुभयो र तुरुन्तै, ठोकेर दुष्ट मधुकैटभलाई मारे, ब्रह्माजीका सकल सङ्कट दूर पारे। फेरि प्रचण्ड महिषासुर दैत्य जाग्यो, त्रैलोक्यमा अति उपद्रव गर्न लाग्यो। लक्ष्मी स्वरूप भई त्यो खललाई मारी, आनन्द बक्सनु भयो सब कष्ट टारी। गर्जेर फेरि पछि शुम्भ निशुम्भ जागे, छाडा भएर सबको अधिकार दागे। प्रत्यक्ष भई सब सरस्वती रूपधारी, ठोकेर मारिदिनुभयो रणमा पछारी। यस्तै गरी बखतमा सब दुष्टलाई अवतार लिई हजुरले सहजै निभाई, सङ्कष्ट दूर गरी बक्सनुभयो हुन्छ सारा, कल्याण गर्नु सबको प्रभुकै छ भारा। अहिले पनि प्रलय दानवलाई मारी, आनन्द पारिदिनुभयो सब कष्ट टारी। जप्छौँ सधैँ हजुरको अति दिव्य नाम, हे भ्रामरी हजुरका पदमा प्रणाम। महामाया देवी जगत जननी हे भगवती, छ हाम्रो के तिम्रो गुण कथा गर्ने मति गति। भनी सोधा पर्छौँ चरण तलमा, भक्ति दृढ होस् सधैँ तिम्रो माया, अमरगणमा निश्चय रहोस्। वर्षाए नभबाट फुल बढिया, बाजा अनेकौँ बजे, देवीको जय होस् भनेर सबले गाना बजाना सजे। देउतालाई खुसी भएर वर दिई सङ्कष्ट सारा हरि, अन्तर्ध्यान भई गइन् भगवती आश्चर्य त्यस्तो गरी। देवीको महिमा अपार छ बुझौँ, अवतार नाना धरी, गर्छिन् रक्षण लोकको बखतमा आफै अगाडि सरी। यस्तो अद्भुत हातबाट भमरा धेरै निकालिन् अनि, गर्छन् कीर्तन नित्य लोक तिनको, श्री भ्रामरी हुन् भनी। देवी श्री भ्रामरीको स्तुति लिन महिमा, दिव्य यस्तो चरित्र पुण्यात्मा 14 मन्दवन्त र मनुहरूको यो कहानी पवित्र। जो पढ्दछन् सुन्दछन् जो प्रणयसित, सदा चित्त एकान्त पारी, नासिन्छ पाप सारा दिन दिन तिनको हुन्छ कल्याण भारी। एकादश स्कन्द।
श्रीनारायणलाई नारदजीले बिन्ती गरे यो अनि देवीको महिमा बताउनु भयो आनन्द लाग्यो सुनि। हुन्छन् श्री जगदम्बिका अति खुसी आचार गर्दा जुन आज्ञा होस् अब नित्य कर्महरू ती सुन्नेछ मेरो मन। यस्तो प्रश्न सुनेर नारदजीको गर्दै प्रशंसा अति श्रीनारायणले बताउनु भयो जो नित्य आचार ती। सोही वर्णन गर्दछ नरपते गर्छु नरपते लौ सुन्नुहोस् यो भनी श्री जन्मेजयले व्यास मुनिले आज्ञा भयो यो अनि। देवीका प्रिय बन्दछन् सुजनती आचार जो गर्दछन् विद्या बुद्धि विवेक बढ्दछ तिनको आनन्दमा पर्दछन्। जो आचार विचार छन् दिनदिनै नै पर्ने सब जो गर्दा उपकार हुन्छ दिजको भन्छु म केही अब। राम्रा कर्म गरेर नै दिन बितुन् रोजै नअल्छी गरी छन् नै नित्य कम्य पनि ती सत्कर्म नाना थरी। आफूलाई सहाय आखिरमा बन्दैन कोही पनि श्री छोरा हित मित्र बान्धव सबै हुन् माया छाया हुन् राम छाया यिनी। कर्मै मात्र छ लौ सहाय पछिको कल्याण गर्ने अति तस्मत सञ्चय धर्मको गर सधैँ राम्रो सुधार्ने मती। धर्मैले पछि अन्तकाल समयमा तार्नेछ साथै रही ठुलो मित्र छ धर्म गर लौ आचार बाला भई। भन्छन् देव पुराण धर्म पहिला आचार नै हो भनी आयुर्दा धन पुत्र मिल्दछ यसले नासिन्छ पापै पनि। आचारै शुभ धर्म हो मनुजको कल्याण गर्ने अति भोगी भोग यहाँ परत्र तिनले झन् पाउँछन् सद्गति। अज्ञानी विषयी गृहस्थ जनको हो मुक्तिको मार्ग यो यस्ताको हुन्छ यहाँ उहाँ पनि भलो आचार नै गर्छ जो। भन्छन् ती मनोज्ञान हुन्छ जगमा सत्कर्मले नै भनी आचार स्तुति मुख्य धर्म छ ठुलो यही हो तपस्या पनि। हो त्यो शूद्र समान जो दिज यहाँ आचारले हीन छ त्यस्ताको गति सुध्रदैन कहिल्यै सर्वत्र त्यो दिन छ। छन् शास्त्रीय र खास लौकिक दुवै आचार यो लोकमा दुटै पालन गर्नुपर्छ र कतै पर्दैन त्यो शोकमा। हुन्छन् निन्दक खराब आचरणले दुखी र रोगी पनि राम्रा कर्म सधैँ गरे जगतमा मानिन्छ ठुलो भनी। व्यर्थै हुन् बुझ धर्मले रहितका ती भोग वा ती धन त्यस्तो धर्म पनि हुँदैन गतिलो हिंसा हुने हो जुन। धेरै छन् बुझ धर्मका मार्ग जगमा शास्त्रादिका भेदले केही निर्णय यो म भन्दछु यहाँ तोकेर संक्षेपले। आँखा हुन् दुईटा श्रुति र मिस्त्री सफा देखाउँछन् मार्ग ती वाक्यो बाजो लौ तिनको कहीँ मत भने मानिन्छ पक्का श्रुति। वेदैमा यदि देखिए दुई कुरा हुन् धर्म दोटै भनी मान्नै पर्दछ लोक प्राप्त प्रमाण श्रुतिको भन्छन् महात्मा मुनि। जो त्यो वेद विरुद्ध धर्म छ भने त्यागिन्छ पौराणिक केही कल्याण दिँदैन धर्म पछि त्यो जो हुन्छ हिंसादिक।
वेदै मात्र ठुलो प्रमाण छ सधैँ यो धर्मका मार्गमा। जसले वैदिक धर्म त्याग्दछ यहाँ त्यो पर्छ सङ्कष्टमा। त्यागी वेद कुशास्त्रको मतली जो चल्दछन् मानव। भोग्छन् दुःख उभिन्डी नरकमा गिर्छन् अधर्मी सब। जो चल्छन् जनधर्म मार्ग मनले कल्पेर नाना थरी। नागा भइरहबारका उपास भई पाखण्ड धेरै गरी। राधा कृष्ण बनी गरी मन परी छन् डामिने ती जति। जाकिन्छन् र पछि ठुला नरकमा भोग्छन् सधैँ दुर्गति। तस्मत् भोग्दछ वेदले जुन कुरो त्यही धर्म नै धर्म हो। त्यही हो कर्म परन्तुमा सुख दिने त्यही दिव्य आचार हो। वेदै मुख्य छ आर्य जातिहरूको सद्धर्म दर्शाउने। पारी निर्मल चित्त यही हृदयमा कैवल्य झल्काउने। भन्छन् ब्रह्म मुहूर्त बाँकी रहँदा हो रात चारै घडी। उठ्नु झट्ट बिहानै त्यही बखतमा जागेर कुल्ला गरी। राम्रो आसनमा बसेर सुखले एकाग्र पारी मन गर्नु निश्चय भई सफा हृदयमा। श्री ब्रह्मको चिन्तन। प्राणायाम गरी जपोस् प्रणव नै त्यो मन्त्र एकाक्षरी। सम्झी श्री गुरुका परोस् चरणमा अत्यन्त श्रद्धा गरी। ब्रह्मा हुन् गुरु विष्णु हुन् शिव स्वयं हुन् ब्रह्मा साक्षात् पनि। त्यस्ता श्री गुरुमा नमोस् प्रणयले कल्याण पाऊँ भनी। गर्नु नित्य शरीरमा स्थिर भई पट चक्रको निचिन्तन। देवीको अति ध्यानमा दृढ हुनु आनन्द पारी मन। पूजा मानस गर्नु पर्छ विधिले सम्झेर भित्रै अनि। नासिन्छन् सब पाप निर्मल भई ती मुक्त हुन्छन् पनि। हुन्छन् जीवन मुक्त सन्तहरू ती त्यही मार्गले नै चली। छुट्छन् बन्धनबाट पाप सजिलै नै भस्म हुन्छन् जली। बन्छन् सिद्ध ठुला महामुनिहरू योगी तपस्वी जन। नित्य ईश्वर ब्रह्मको हृदयमा जो गर्दछन् चिन्तन। रोजै चिन्तन गर्न यो सब कुरो पुग्दैन जसको नुहुति। त्यस्ताले निज इष्टलाई मनमा सम्झेर गर्नु स्तुति। देवीकै जप ध्यानमा कि त रहोस् एकाग्र पारी मति। यस्तो दिव्य प्रभातको समय त्यो व्यर्थै नफालोस् सुति। जाओस् दक्षिणमा 100 धनु जति टाढा बिहानै अनि। बिछ्याई दृढ झार उत्तरतिरै फर्केर मौनै बनी। एकान्त स्थलमा दिशा तब फिरोस् हाली जनै कानमा। सिध्याएर स्तुति गरोस् दली माटो दरद्वारमा। माटो बेसित दात पाउमा लाएर राम्रो धुनु। कुल्ला बार गरेर अञ्जनहरू केही दाँत माझ्नु दिनु। डुम्रीको निमको किता दत्युनै लाएर राम्रो गरी। पार्नु दाँत सफा मोलेर मुखको दुर्गन्धित सारा हरी।
औँसी आइतबार वशिष्ठ प्रतिपद एकादशीमा अनि त्यागोस् मानिस काठको दतिवन श्रद्धादिमा नै पनि माझ्नु मञ्जन आदिले र जलले कुल्ला गरी राम्ररी प्राप्त स्नान नदी तलाउहरूमा गर्नु गई त्यही गरी रोजै देह पवित्र गर्न जनले नुहाओस् बिहानै अनि पहिरी वस्त्र विभूति धारण गरोस् रुद्राक्षमाला पनि राम्रो आसनमा बसी कुशली एकाग्र पारी मन देवताको ऋषि पितृको पनि गरोस् पूजा तथा तर्पण गायत्री जप गर्नु पर्दछ सधैँ नै अग्निमा होस् श्रद्धाले बलि वैश्यदेव घरमा रोजै गृहस्थी गरोस् प्राप्त स्नान जपादी होमहरूमा आलस्य जो गर्दछ त्यस्तो त्यो दिज मोहले पतित भई शूद्रत्वमा झर्दछ जसले गर्छ विभूति धारण यहाँ रुद्राक्षमाला पनि त्यस्ता सज्जनलाई ठान्नु मनले साक्षात् शिवै हुन् भनी गर्छु वर्णन केही विचित्र महिमा रुद्राक्षको लौ अब सुन्नाले जुन यो बयान मनको सन्देह जाला जब रुद्राक्षको महिमा भगवान आजलाई यति प्रभु।